रामकुमारी झाँक्री आन्टीको पहिलाको कुरो सुन्नुस्, केपी ओलीले कति खेदो खन्थिन् भन्ने कुरो। 50 लाख पपुलर भोट ल्याउँछु भनेर धाक दिएको पनि देखिया थियो। त्यसकारण मलाई केपी ओली जस्तो पङ्गु गफ गर्ने मान्छे साबित नगर्नको लागि तपाईलाई म आग्रह गर्दै थिएँ। त्यही पनि म नजवाफ भएँ भन्नु होला भनेर यति आत्मविश्वास छ कि खड्ग ओलीका ज्यादती, भ्रष्टाचार, नाकाम, कम्युनिस्ट आन्दोलनको विभाजन, विघटन, ती षड्यन्त्र, तिग्डम यी सब। अबको कुरो सुन्नुस् फेरि। अब अहिले केपी ओलीको दाल र भात गुड्नुमा बसेर त्यो औँलो पनि भित्रै जाने गरी, औँलो पनि चाटी चाटी थाल्नु दुलो पर्ने गरी चाटिसकेपछि अहिले गुणगान कस्तो गाउँछ। यस्तालाई हामीले नेता भनिदिनु पर्ने, यस्ता नेता। अनि हामी जस्ता नेपालीहरू भेडा नभएर को चाहिँ भेडा त के भन्ने त, यस्तालाई पनि नेता भनिदिने हामीले। ल सुन्नुहोस्, केपी ओलीलाई एरियाबन्दी गर्नुपर्ने कारणको जस्टिफाई गर्नुहुन्छ? कोहीले बोलाउने बयान ल्याए हुन्न र भने है क्या। गौरी बहादुर कार्की स्टाटसहरू हामी हेरे आएनौँ र केपी ओलीले तिनलाई बयान दिनु होला? त्यो त टिकाराम यात्रीले पनि दिनुहुन्न। मैले त धेरै परको कुरा। उहाँले केपी ओली भेट्न जानु होला त सुशीला कार्कीलाई फेरि? केपीजीले त बालकोटमा आऊ भनेर रूपेश श्रेष्ठजीको अन्तर्वार्तामा भन्दै हुनुहुन्छ। भेट्न जानुहुन्न, बालकोट गए त फेरि